हेलो गाइज, वेलकम टु माई ब्लग। म चाहिँ आज जुफेरदेखि मनामा जाँदैछु होइन। तपाईँहरू देख्न सक्नुहुन्छ मेरो पछाडि चाहिँ मेरो एकोमोडेसन हो। यहाँदेखि चाहिँ म मनामाको लागि जाँदैछु बस स्टप। जुफेर हो। घाम लागिरहेको छ। गाइज, म चाहिँ मामालाई भेट्न गइरहेको छु होइन। हाम्रो मामा हुनुहुन्छ बराइनको, उहाँलाई भेट्न आइरहेको छु म होइन। ब्लग हाल्ने अब यहाँ मलाई जापान गाडी बनाएर के भोलत त बनाउनु पर्थ्यो जापान गाडी। फाइनली हामी चाहिँ आज माइजूको सानो काम थियो भनेर यहाँ माइजूलाई भेट्न आइरहेको छौँ। के टाढा हो फन पार्क पनि रहेछ, तपाईँले देख्न सक्नुहुन्छ होला। गाइज, हामी चाहिँ हाम्रो डेस्टिनेसनमा आइपुग्न लागेको छौँ। तपाईँहरू देख्दा यहाँ चाहिँ बिरुवाहरू धेरै रोपेको छ यो बराइनले होइन। यो चाहिँ अहिलेको लागि होइन, 10 वर्ष पछाडिको लागि 15 वर्ष पछाडिको लागि केही सोचेर गरेको होला। नगर्ने चाहिँ केही पनि छैन। खाडीमा खाडी भनिन्छ, तर खाडीले जति डेभलप चाहिँ कसैले गरेको छैन। जे चिज हुँदैन भनेर सोचेकोलाई पनि त्यसले गर्न खोजेको छ, एटलिस्ट ट्राई गरेको छ। युरोपलाई चाहिँ जितेको छ होइन। युरोपमा चाहिँ सम्भावना छ तर गर्ने मान्छे छैन। यहाँ चाहिँ सम्भावना कम छ, गर्ने मान्छे धेरै छ, त्यसैले पनि विकास भइरहेको छ। त्यस्तै भ्लगहरू हेर्नको लागि हामीलाई सम्झिँदै गर्नु होला। बोल्नु भयो त मामा तपाईँ त। अनि गाइस, अब चाहिँ हामी माइजूलाई भेट्न हामी डेस्टिनेसनमा आइपुगिसकेको छौँ। उहाँ चाहिँ हामी वेटिङ गरिराख्नु भएको छ। हामी चाहिँ फाइनली भेट्यौँ होइन। फाइनली हामीले चाहिँ भेटिसकेको छौँ। उहाँ धेरै खुसी हुनुभएको छ। गाइस, हामी चाहिँ भेटेर पनि अब फर्किँदैछौँ होइन। आजको दिन हाम्रो यस्तै भयो।